Hey guys, welcome to my first mini vlog. आज चाहिँ मैले खसीको ताजा ताजा भुटन बनाउन गइरहेको छु। यो चाहिँ मलाई नेपाल छोडेर आएदेखि एकदमै क्रेभिङ भइरहेको थियो। दादालाई भनेको थिएँ, सो दादाले ल्याएर आइदिएको रहेछ। यो चाहिँ एकदम ताजा भर्खरै काटेको ल्याइदिएको रहेछ। यसमा रगत ताजा ताजा पनि ल्याइदिएको रहेछ। अब यसलाई मैले बोइल गर्न स्टार्ट गरेँ। यतातिर चाहिँ रगत राखेर बोइल गरेँ। यो रगत प्लास्टिकमै राख्नुपर्छ अरे के राम्रो हुन्छ। त्यतातिर उ राखेर बोइल गर्न स्टार्ट गरेँ। त्यतिन्जेलसम्मको लागि चाहिँ अब सबै चाहिने चिजहरू त काटेर रेडी गर्नु पर्यो। धनिया, लसुन, टमाटर, प्याज सबै काट्ने स्टार्ट गरेँ। कस्तो बनाउँछु आई डोन्ट नो। एकदम मलाई चाहिँ एकदम मम्मीले बनाएको एकदम मिस भइरहेको थियो कि कस्तो मिठो बनाउँथ्यो नि मेरो मम्मीले, त्यो जिब्रोमै बसिरहेको थियो। यता चाहिँ अब बोइल भएर रेडी भयो। कस्तो बनाउँछु आई डोन्ट नो है। सबैजनाले खाने भनिराख्नु भएको छ। यो चाहिँ बोइल गरेको रगत, यो चाहिँ बोइल नगरेको ताजा रगत। यो चाहिँ माथिबाट हाल्दाखेरि चाहिँ एकदम मिठो हुन्छ कि ग्रेभी है। सबै कुरा काटेर रेडी छ। माथिबाट तेल हालेँ, तेल तातियो। अब माथिबाट प्याज हालेँ। प्याजलाई अब एकछिन फ्राई गर्छु ब्राउन नहुन्जेलसम्म है। ब्राउन नहुन्जेलसम्म एकछिन चलाएर फ्राई गरेको। त्यसपछि अब माथिबाट हरियो प्याजको पत्ताहरू काटेर राखेको थिएँ, त्यो चाहिँ हालेँ। अनि त्यसपछि चाहिँ तेजपत्ता 2-3टा हालेर एकछिन फ्राई गरेँ। ब्राउन नहुन्जेलसम्म एकछिन पकाएँ। यो तेजपत्ता चाहिँ किन हाल्छन् आई डोन्ट नो है, मलाई चाहिँ थाहा छैन। यता चाहिँ अब बोइल गरेर राखेको यो अब भुटनहरू सबै माथिबाट अब हाल्नुपर्छ। यो ब्राउन भइसकेपछि यो माथिबाट हाल्छु एकछिन। यतिको भएर चाहिँ यो चाहिँ 2 केजी हो है। लगभग एकछिन यसलाई चलाएकै नहालेर एकातिर अब हाम्रो सबै रेडी छ। मैले चाहिँ सब रेडी गरेर राखेको छु। यसमा चाहिनेहरू मेरो ब्लग चाहिँ छोटो छ। यो चाहिँ हाम्रो कुटेको मसला हातले त्यो हालेर मैले रेडी गरेँ। एकदम मिठो मिठो बास्ना आइरहेको छ। अब एकछिन पाकेर रेडी भयो। यता चाहिँ दिदीले अब सर्भ गरिराख्नु भएको छ। दिदीले पस्किराख्नु भएको छ सबैलाई। यता चाहिँ हाम्रो म्यामलाई, सोल्टिनालाई, अनि मेरो दादालाई, अनि यहाँ चाहिँ बद्दादालाई पुरै भिडियो नबना भन्नुभएको। अनि यहाँ बहिनीहरूलाई पनि सर्भ गरेको। अनि यो चाहिँ हामी 3जनालाई। थ्याङ्क यू सो मच गाइज।